हुँदैन बिहान मिरमिरे तारा झरेर नगए हुँदैन बिहान मिरमिरे तारा झरेर नगए बन्दैन लिडर 2-4 वर्ष कन्सिस्टेन्टली मिहिनेत नगरे कन्सिस्टेन्टली मिहिनेत नगरे गुड मर्निङ सबैलाई हाम्रो चौथो यो वार्षिक उत्सव र हेल्दी लिभिङको अवार्ड फङ्सनमा स्वागत गर्दै यहाँ स्टेजमा आएर जब यहाँ सरहरूको अगाडि आएर यसरी बोल्ने मौका मिल्छ नि तब कस्तो फिल हुन्छ भन्दाखेरि जब तपाईँहरू सबैलाई देख्छु इमोसनल भावुक भइजान्छु होइन। आजभन्दा केही वर्ष अगाडि जब हामीले यो यात्रा सुरु गरेका थियौँ अनि भन्दै गर्थ्यौँ जहिले पनि पैसा त सबै ठाउँमा कमाइन्छ साथी, हामी इतिहास बनाउन आएका हौँ। पैसा कमाउनु त जहाँ पनि कमाइन्छ, पैसा कमाउने बनाएर पैसा कमाउन आएका हौँ। पैसा कमाएर सुख त जहाँ पनि पाइन्छ साथी, पैसा कमाएर मात्र होइन पैसा कमाउने बनाएर सुख दिने ठाउँमा हामी आउँदैछौँ र सुरुवात गरेका थियौँ, जुन आज तपाईँहरूको माझमा यहाँ उभिएर यसरी तपाईँहरूको बातमा फेरि पनि सेयर गर्ने मौका मिलेको छ। त्यो थ्याङ्क यू वान्स अगेन माई ग्रेट अपलाइन मिस्टर तेन्पा शेर्पा सर, जसले यो सुन्दर प्लेटफर्मलाई दिनुभयो। हामीले सुरुवात गर्ने बेलामा जुन दुःख थियो, जुन स्ट्रगल थियो, त्यो स्ट्रगल पार गरेर यहाँ आइसकेका छौँ। त्यो दुःख स्ट्रगल अहिले हामीले गर्न पर्दैन। ओके, सो माई डियर फ्रेन्ड्स, सिस्टम रेडी छ, कम्पनी रेडी छ, अफिस रेडी छ। मैले सुरुवात गर्दाखेरि मैले 438 रुपियाँको मेरो फर्स्ट चेक थियो, 438 रुपियाँबाट मेरो जोड्ने सुरुवात भएको थियो। 1 वर्षसम्म मैले यो 5 डिजिटको इन्कम कति हुन्छ भनेर देख्न पाएको थिएन, गाह्रो थियो। कति भाउचर कति बोनस त हेर्न पनि पाएको थिएन होइन। र 438 रुपियाँबाट सुरुवात गरेको मेरो जोड्ने मेरो हाइएस्ट चेक इन्कम, मैले हाइएस्ट इन्कम गरेको छु 14.5 लाख रुपियाँ। हाइएस्ट इन्कम 14.5 लाख रुपियाँ गरेको छु। फर्स्ट गाडी मैले एचिभ गरेँ निसानको माइक्रा, जुन अहिले मेरो छोराले ड्राइभ गर्दैछ। सेकेन्ड कार मैले एचिभ गरेँ सुजुकीको ब्रिजा, जुन अहिले म चढेर आएको छु। र तेस्रो गाडी म एचिभ गर्दैछु। म्यानेजमेन्ट सरसँग पनि कमिटमेन्ट गरेको थिएँ। 2026 सेप्टेम्बर 17मा मैले नयाँ गाडी एचिभ गर्दैछु, जुन मेरो र मेरो परिवारले सोच्न हिम्मत गरेको थिएँ। र म लिन जाँदैछु BMW iX3। तेस्रो गाडी एचिभ गर्दैछु। हेल्दी लिभिङ भेस्टिजको मार्फतबाट जुन घरमा 18 वर्षसम्म भाडामा बसेको थिएँ त्यो घर एचिभ गरिसकेको छु। परिवारलाई बेटर लाइफ दिएको छु, बच्चाहरूसँग इन्जोय गरिरहेको छु। सुरुवातीमा गाह्रो हुनसक्छ फ्रेन्ड्स, गर्दै जाने क्रममा तपाईँले चाहेको खोजेको सबै कुरा तपाईँले फुलफिल गर्न सक्नुहुन्छ। सो तयारी हुनु होला, लागिराख्नु होला, अपलाइनलाई फलो गर्नु होला, सिस्टमलाई फलो होला। थ्याङ्क यू सो मच, विश यू वेल।